कति हो माछा देखाउनु न दाइ हेलो गाइज भन्ने कस्तो अब हामी चाहिँ होइन यस्तो हाम्रो भिडियो आइसक्यो अर्डर देख्न सक्नुहुन्छ हामी चाहिँ यारी खोलातिर छौँ माछा मार्ने क्रममा चाँडै भाइले जाल हान्दैछ पट्टाइ त हाम्रो प्रकाश दोष पनि छ डेट माछा निकालिसकेको छ है गाइज भुरे माछा आइसकेको छ मसला यहाँ हेर्नु न दाइ माछाको सोकरी यहाँ पनि हेर्नु न कति हो माछा देखाउनु न यार आज माछा यहाँ है आज के होला जस्तो छ है गाइस भइरहेको छ कि माछा झुन्डाभन्दा धेरै भएर है एकचोटि हाल्दाखेरि 15वटा पर्छ अनि के गर्नु है हो ल र यो चाहिँ यारी खोला हो यस्तो छ यारी खोलाको भ्यू देख्न सक्नुहुन्छ सट्ट माछा छोडी छ छोडिरहेछ माछा टिप्न गाह्रो छ होइन त होइन गर्नुपर्छ क्या मिलेर हाम्रो के रे यो चालै यो फगटे हो ल पुरा फगटे कति धेरै आएको थियो गयो है यस्तो छ खोला चाहिँ एकदम क्यामेरा अलिक खतम छ क्या हेर्न त भिडियो त दामी जान्थ्यो माछा झिक्ने काम हुँदैछ माछा देखिनु त रात आएको छ है पाँचवटा आएको छ तर जाल छानो ठुलो न ओइ त्यो चाहिँ हाम्रो बाघी है बाघी ल र यो ठाउँबाट खोलाएर आफ्नै पारा है छट्ट हाम्रो चाहिँ माछा यति मारे समथिङ झन् 1 किलोको छ होइन त 1 किलो छ समथिङ ल भयो यार चट्ट लाएर सक्नुहुन्छ र माछा हाम्रो एकदम है चट्ट म चाहिँ अब आफ्नो घर फर्किसकेको छु र प्रकाश दोस्त पनि गइसकेको छ चट्ट दिन सक्नुहुन्छ है आज जोस् माछा मार्ने काम माछा मार आज रमाइलो भयो गाइज है चट्ट दिन सक्नुहुन्छ है माछा पनि हल्का हल्का मरेकै हो भनौँ न खासै धेरै खेलेन चट्ट लाएर म चाहिँ अब चट्ट घर जाँदैछु आजको भिडियो अब यतिमै आउँछु हस् त धन्यवाद।